ल है साथीहरु सबलाई नमस्कार छ। मेरो चाहिँ यथार्थ जिन्दगीको कहानीमा तपाईलाई स्वागत छ। र आज मैले एउटा अलि फरक टपिकमा बोल्ने मन लागेर सानो कुरा म बोल्न गइरहेको छु। ध्यान दिएर सुन्नु होला है त। टपिक छ हुने हार दैव नटार। हुने हार दैव नटार भनेर भन्दाखेरि पहिला मलाई पनि विश्वास लाग्थेन, तर अहिले मैले यस्तो भोगाइहरू सुन्दाखेरि अरूको देख्दाखेरि चाहिँ मलाई यथार्थ जस्तो लाग्न लागेको छ। तपाईहरुलाई कस्तो लाग्छ भन्नु होला है। किनभने अहिले दिन प्रतिदिन घटनाहरू घटिरहेको छ। मान्छेहरूले एकदमै अपराधहरू गरिरहेका छन्, जघन्य अपराधहरू हैन। माया मोह मानवता भन्ने कुरा नै देखाइरहेका छैनन् के। तर कस्तो हुन थाल्यो भने साथीहरू, यदि मान्छेमा यस्तो क्रूरता आउनुको पछाडि चाहिँ यो हुने हार दैव नटार भन्ने भाषा चाहिँ एकदमै मिलेको जस्तो लाग्छ के मलाई यो उखान चाहिँ। किन भन्दाखेरि मान्छे पहिला चाहिँ एकदमै राम्रो हुन्छ के। जस्तै अब प्राय जस्तो लभ म्यारेज गरेको बेला 15-16 वर्षभन्दा अगाडि त एकदमै राम्रो उसमा चाहिँ हुने सबै गुणहरू मिलेको हुन्छ हैन। अकस्मात गएर अब कुनै समयमा चाहिँ आफूलाई प्राणभन्दा पनि बढी माया गर्ने मान्छेलाई नै सिद्धाउन पुग्छ के। कुनै समय त्यस्तो सिचुएसन खडा हुन्छ हैन। त्यो समयमा चाहिँ मलाई लाग्छ यही हुने हार दैव नटार भनेकै कुराहरू लागु हुन्छ जस्तो लाग्छ। र त्यो हुने दिनमा चाहिँ उसलाई कुनै कुराले पनि फरक पार्दैन के। उसको हातबाट जे हुनु छ त्यो भएर नै गएको जस्तो महसुस हुन्छ मलाई। म भौतिकवादी विचारधाराको मान्छे भए तापनि, तर मलाई यो कुरा चाहिँ अहिले मैले निष्कर्षमा निकाल्दाखेरि म गलत पनि हुन सक्छु। साथीहरू तपाईलाई कस्तो लाग्छ? मैले यो आफ्नो सानो अनुभूति मात्र भन्न खोजेको। तपाईहरुलाई चाहिँ यो टपिक हुने हार दैव नटार भनेको कुराहरू मिलेको जस्तो लाग्छ कि लाग्दैन? प्रतिक्रिया दिनु होला है त।